हेलो गाइज वेलकम टु माई इन्टरभ्यू भिडियो गाइज एन्ड आज चाहिँ लाइक अब फ्याक्ट कुराहरू भन्छु है म। आज चाहिँ हुन्छ नि अब लाइक एभ्री वान्स लाइफमा मतलब सबैको लाइफमा चाहिँ छुट्टै छुट्टै कहानी हुन्छ है। त्यो चाहिँ फ्याक्ट हुँदो रहेछ कि लाइक हुन्छ नि अब म फ्याक्ट कुरा गर्नेछु। सो सबैले चाहिँ राम्ररी सुनिदिनु होला। मैले चाहिँ आज भोइस ओभर गरिरहेको छु है। लाइक पहिला भिडियो रेकर्डिङ गर्ने त्यसपछि लाइक हुन्छ नि पछि भोइस ओभर पछिबाट भोइस हाल्ने भनेको त्यो भोइस ओभर है पछिबाट। एन्ड आज चाहिँ मेन कुरा चाहिँ के रहेको छ भनेपछि लाइक यो चाहिँ लाइक मेरो ब्याचलर लाइफको यो चाहिँ लास्ट इयर हो कि लाइक हुन्छ नि फर्स्टमा चाहिँ फर्स्ट इयर सेकेन्ड इयर थर्ड इयर फोर्थ इयर मिन्स यो लास्ट इयर हो है त्यही हो। अनि अब धेरै साथीहरू थियो कि मेरो लाइक हुन्छ नि साथीहरू त छन् अझै नि छन् तर अब साथीहरू म नि अब मेल के भन्छ त्यो यार झगडा हुँदो रहेछ के हुँदो रहेछ लाइक हुन्छ नि सब हुँदो रहेछ क्या। तर मेन चिज के हो भनेपछि साथीमा चाहिँ लाइक हुन्छ नि यहाँ झगडाहरू हुन्छ कि आई नो मलाई थाहा छ मेरै हुन्छ मेरै भएको थियो सबैको हुन्छ कि बट त्यो फाइटहरूले चाहिँ सल्भ गर्नु नै द्याट्स कल टु डिफरेन्ट के लाइक हुन्छ नि यो हो क्या फ्याक्ट। एन्ड आज चाहिँ म स्पेसल्ली पानीपुरी खानु जाला हो क्या मेन कुरा यो हो। एन्ड अब साथीहरू चाहिँ कोही छैनन् लाइक साथीहरू सबै घर छन्। अब यो लास्ट इयर हो नि अब इन्टर्नसिपको लागि अब बाहिर जाने हो हामी चाहिँ मेन। अब साथीहरूले यताउता सबै ठाउँ खोजिसके जस्तो लाग्यो मलाई। अब मेरो चाहिँ अझैसम्म लाइक मलाई थाहा छ कहाँ जाने हो तर मसँग लाइक अप्सन छ कि लाइक हुन्छ नि अब कहाँ जाऊँ फ्युचर बनाउनु छ नि यार मेन कुरा त्यो हो क्या। अब लास्ट इयर यार ब्याचलर नि सकिन्छ लाइक अब यो चाहिँ पछाडि मेरो कलेज रहेको छ यही कलेजमा दिनहरू कति हो। एन्ड अब अरू त के भने यार म चाहिँ आज एक्लै पानीपुरी खान जाला हो क्या मेन कुरा त्यही हो। अनि अब तनाव छ यार कोही छैनन् क्या साथीहरू। अब साथीहरू पनि अब केही छ छुट्टै प्रब्लम छ के भनौँ यहाँ चाहिँ म एक्लै घुराइराँगे एक्लै गइरहेको छु। अब पानीपुरी नि एक्लै लाइक अलिकति लाइक अजिब फिल हुन्छ कि लाइक हुन्छ नि भित्रैबाट मनाउँछ नि लाइक हुन्छ नि यार साथीहरू भएपछि कस्तो राम्रो हुन्थ्यो भन्ने हुन्छ नि अब ल तर त्यस्तो चाहिँ हुँदो रहेनछ क्या। लाइक अब ठाउँअनुसार अब लाइक अब फ्युचरको लागि पनि अब साथीहरूसँग छुट्टिनुपर्छ क्या। अब अरू साथी त पहिल्यै छुटेछन् मलाई थाहा छ बट ब्याचलरको पनि छुट्टिन्छन् क्या त्यो हो मेन कुरा कि। एन्ड अब भिडियो चाहिँ लामो हुन्छ तर कम्प्रोमाइज गर्नु होला राम्ररी हेर्नु होला त्यो हो मेन कुरा। अब अरू त के भनौँ त्यही हो साथीहरूमा मेलमुताब झगडाहरू हुँदो रहेछ यार त्यो चाहिँ लाइक सरल गर्नुपर्छ कि लाइक ब्याचलरमा चाहिँ राम्रो मेमोरी गाउनुपर्छ। एन्ड अब अरू त के भनौँ बुझ्नुपर्ने हो। अब मेरै अब जस्तै कि सपोज मैले नै अब साथीहरू चाहिँ मिलेर अब लाइक हुन्छ नि यार के भनौँ अब न त्यस्तो चाहिँ लाइक अजिब फिल क्या हठात् यारमा बिम अजिब लाग्छ क्या अलिकति दुःख लाग्दो रहेछ यार सोचेपछि के हुन्छ नि साथीहरू छन् यार मेरो पनि के छन् झगडा हुँदो रहेछ सर्ट आउट गर्नु नै मेन कुरा हो। एन्ड अब एक्लै गइरहेको छु आज अरू त के भने यार पानीपुरी खाना गइरहेको छु मेन कुरा। एन्ड अब रुममा अब यहाँ कोही छैन यार छालाइरहेको छ यार मलाई एक त यार हुन्छ नि अब कहाँ जाऊँ भन्ने छ के कहाँ जाऊँ भन्ने भइरहेको छ कि मेरो कहाँ जाऊँ मतलब इन्टर्नसिपको लागि कुन ठाउँ जाऊँ कुन ठाउँ राम्रो हुन्छ कुन ठाउँ बेस्ट हुन्छ भन्ने हुन्छ नि फिलिङ यार। अब मेन चिज चाहिँ के हो भनेपछि त्यो ठाउँमा जानु पऱ्यो जहाँ मतलब नलेज के लाइक हुन्छ नि मलाई धेरै चिज सिकौँ भन्ने आश हुन्छ नि भित्री मनबाट के त्यस्तो फिल भइरहेको छ। अब हेरौँ के हुन्छ है। अब गर्ने चिज त गरिन्छ अब टेन्सन त छैन अब तर के गर्ने यार चटपटै पानीपुरी खाना गइरहेको छु एक्लै गइरहेको छु यार त्यो दुःख लागिरहेको छ अलिकति। अब यस्तै हो भलक टेस्ट चाहिँ निकाल्ने हो। एन्ड अब के भनौँ यार गइरहेको छु अब अगाडि एकछिनमा पुग्नेवाला छु। सो जिन्दगीमा हुँदो रहेछ यार के घटनाहरू हुन्छ त्यो त अब सबैको जिन्दगीमा हुन्छ मेरो जिन्दगी पनि छ तपाईँहरूको नि होला आई थिङ्क। भर्खर फ्रेस होस् भएर आज भोइस ओभर गरौँ भनेको सोचेको तर फ्याक्ट कुरा गर्न मन लाग्यो क्या लाइक हुन्छ नि कोही बुझोस् साथीहरू बुझोस् त्यस्तो नराम्रो लाइक हुन्छ नि त्यो इम्प्याक्ट नपरोस् कि फ्युचरमा नि अब साथी हो नि यहाँ साथीमा सब चिज हुँदो रहेछ झगडाहरू हुँदो रहेछ सब हुन्छ क्या ब्यालेन्स गर्न सिक्नुपर्छ क्या त्यही हो मेन कुरा। अरू त के भनौँ अनि यस्तै हो जिन्दगी।
अब साथीहरूको अलिकति याद आइरहेको छ अब को छन् यार मेरो साथीहरू सब गायब छन् यार तनाव छ जिन्दगी अरू त के भन्यो यार सो यस्तै हो अब यो चाहिँ पार्ट 1 मा हुन्छ अनि पानीपुरी खाएको चाहिँ पार्ट 2 मा राखिदिन्छु है मैले किनकि अब भिडियो नि लामो भइरहेको छ त्यो मनको व्यथा भनेको यस्तै हो यार दुःख धेरै छ क्या त्यो भनेर सकिन्न के मतलब दुःखहरू यति छन् कि लाइक भन्न सकिन्न के लाइक भने नि भिडियो चाहिँ कति लामो हुन्छ त्यो त मलाई थाहा छ के तर त्यो भन्न नि सकिन्न के त्यो हो मेन कुरा जिन्दगी भनेको यही हो के भन्छन् त्यो यार जिन्दगी भनेको एउटा खेल हो त्यसमा चाहिँ हामी जहिले खेलिरहनु पर्छ क्या त्यही हो फ्याक्ट फाइनली अब पानीपुरी पसल चाहिँ पुगिसकेको छु आज चाहिँ एक्लै खाने हो स्पेसल्ली भिडियो निकाल्ने हो एन्ड अब पार्ट 2 मा त्यो भिडियो आउँछ सो पार्ट 2 को लागि वेट गर्नु होला बाइ गाइज राम्ररी हेर्नु भएकोमा धन्यवाद छ।